अल्टिट्युड सिकनेस भएर अलि ढुङ्गा पसाल्न सक्यो त्यसको चाहिँ इच्छा मनोआकाङ्क्षाहरू चाहिँ पुरा हुन्छ अरे माछा खुट्टा दुखिरहेको एडभेन्चरको लागि चाहिँ डेन्जरै छ होइन ओके So good morning to everyone guys. आज हाम्रो बसाइ चाहिँ यस्तो नभयो हाम्रो सुताइ यस्तो भयो आज टेन्ट पनि हावा लागेर यस्तो टेन्ट लगाइयो ट्र्याक लाएर गोड छ यहाँ खाली गोड लगाइयो छिट्टो जान्छ माथि चाहिँ बादल आउदैछ त्यहाँ पुग्ने हो जाडो त त्यति छैन तर अब प्याकिङ गरेर यसो भ्यू हेर्नु जानु परिहाल्छ बाहिर यस्तो जाडो छ भित्र कति न्यानो भयो हामीले होइन आज राति यही गोठमा यसरी टेन्ट लगाइयो त्योमा यस्तो डाँडामा अलि हावा कम लाग्ने रहेछ यहाँबाट फेरि हाम्रो ब्याकप्याक गरेर गन्तव्य फेरि सुरु भइसकेको छ टपमा जाने हो हामी अब बादल लाग्छ अरे एकछिनपछि बादल लाग्नुभन्दा अगाडि हामी जानुपर्छ अब सायद त्यही होला क्या बादलको स्पिड देखेर आँखै रिङ्ला जस्तो भइरहेको बाटो हेऱ्यो भने यस्तो छ यहाँ गयो भने कामै छैन त्यो कान्छी यो माइली हामी चाहिँ ल जेसीमा यहाँदेखि मान्छे लड्यो भने सिधै तल तलको जङ्गलमा खोज्नु जानुपर्छ धेरै नै स्ट्रगल गर्ने हो होइन र हामी चाहिँ कति दिन 2 दिनको बल्ल होइन हामी यहाँ ठाउँको नाम चब खेलाएर ए घाम त डेन्जर लाग्दो जरुमा फाइनली हामी आइसकेको छौँ फाइनली हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ भन्दा गाडी कान्छी कोठे भिर रे अनि त्यो देखिने चाहिँ माइली अनि हामी यहाँ चाहिँ जेठी कोठे भिरको टपमा यस्तो छ यार मौसम कुनै छैन बादल पनि नजिक आइसकेको छ गाह्रो छ यस्तो आयो 2 दिनको मेहनत खेला जाला जस्तो छैन होइन हाम्रो 2 दिनको मेहनत खेला जान्छ कि जान्न हो ढुक्क 100% हिजो चाहिँ उसलाई चाहिँ अलिकति अल्टिट्युड सिकनेस भएर अलि मुनतिर हामी बस्नलाई बाध्य भयो नि त्यहाँ नत्र हामी यतितिर आएर क्याम्प हान्ने भयो अब सोल्खी हल्का कमजोर छ क्या यो सोल्खीलाई चाहिँ हल्का उतै बमिट गर्न सुरु गर्यो त्यसपछि हामी उतै गोठतिर गएर बस्यो भने आज त्यही भएर मस्त सुतिरहेको
सो हामी चाहिँ झरिसकेका छौँ माथि 3600 मिटर उचाइबाट चाहिँ हामी अहिले 2600 We are here in Kalispan. Energy सबै लस भइसकेका छन् Kalispan गोगोले लाम परिसकेको छ घर कति पुग्ने भन्ने बेला होइन हिजो 12 बजे नै 12 1 बजे 25 घन्टा भयो यस्तो दामी छ Kalispan के भन्नु छ सोली आलु हेर्नु कस्तो भएर एक्सपिरियन्स आलु एक्सपिरियन्स कस्तो भएर एक्सपिरियन्स एकदम खतरा छ यहाँ चाहिँ एकदम जानै पर्ने ठाउँ छ यहाँ चाहिँ भ्यू चाहिँ खतरा चाहिँ भ्यू देखिन्छ भ्यूको लागि खतरा छ प्लस प्युठान जिल्लामा चाहिँ एउटा चाहिँ अन्त कहीँ पाइन्न जस्तो लाग्छ एडभेन्चरको लागि चाहिँ डेन्जरै छ होइन ओके ननस्टप एडभेन्चर चाहिँ मेरो खुट्टा दुखेर यहाँ यस्तो भाँचा खुट्टा दुखिरहेको त्यहाँको एक्सपिरियन्स सुनाम न बरु के कस्तो हो एक्सपिरियन्स त्यस्तै हो तर यहाँ आउनेले चाहिँ अलि न्यानो न्यानो कपडा लिएर आउनुपर्छ हो नत्र त सक्दैन फेरि सुत्न केही छ भन्नु तँलाई दर्शक दिनहरूले के भन्दैन ल ठुलो मन गरेर आउनुपर्छ माथि हिँड्न सकिन्न साथीहरूको सुताइ चाहिँ आज यता भएछ हाम्रो चाहिँ सुताइ माथि यो ठाउँमा चाहिँ यस्तो छ कि यहाँ त्यो पलमा चाहिँ जसले ढुङ्गा पसाल्न सक्यो त्यसको चाहिँ इच्छा मनोआकाङ्क्षाहरू चाहिँ पुरा हुन्छ अरे भन्ने कुरा चाहिँ हामी फर्किने बेला मात्र थाहा पायौँ कि यहाँ साथीहरूले गर्दा मात्र थाहा पायौँ तिम्रो इच्छा माग नि त्यसो भए मागिसक्यो ल भन न के माग्यो होइन जति पसाल्यो पनि भयो फर्स्ट लट त खै फर्स्ट लट त हुन्न के गुफा छ कि उता त्यो हामी 1:30 बजी चाहिँ 9 बजी झर्न आइसकेका छौँ माथि कोठीदेखि अब हामी चाहिँ अब आज यता हेरेन पनि धेरै एकछिन बस्यौँ फर्किहाल्छौँ हामी ट्याक लाएर यहाँदेखि ल त्यही हो अब हामी सिधै तल जहाँ हाम्रो बाइक राखेको थियौँ त्यहाँ गएर भेट्छौँ ल हाम्रो चाहिँ यहाँ बाइक अब निकाल्ने भइरहेको पोल स्टार गरेर चाहिँ बाइकले निकाल्नु छ खोलाले यदि बाटोमा उता पुगेर खाना बनाएको खाना बनाएर ल ल ल चल्दिउँ अब हाम्रो यहाँ ग्याङ भेट भइसकेको छ अब ट्याक्कै खाना खानुपर्छ हामी यहाँ अहिले चाहिँ बाहिर 5 जना छौँ भित्र केटाले देखाउन जान्छु क्या म हाम्रो दिदी नि यहाँ यस्तो खतरा खाना बनाइदिनु भयो हाम्रोलाई ल यहाँ चाहिँ 4 जनाले यहाँ हानिदिरहेको होइन र घ्याम त एक 1 बाइट मिठो बनाउनु भएको थियो त हिजो अस्ति त ल ल सुरु ल 100% हुन चाहियो नि खाना कहाँ खाएर हामीले लाइब्रेरी एउटा खोइ को दिदी हो त खाना खातिर छन् भने यार हो अन्टी लभर रे ड्राइभरले अन्टी लभर भनेको हामीले त बाबु लभर भन्दै हामीले जिस्काउने ल चल्दै बाटो यस्तो जाम भएर यस्तो छ ल हामी चाहिँ यो खोला यसो कुन खोला हो यो खोला तारेर चाहिँ ट्याक्कै यहाँ आइसकेको छौँ अब यहाँ फेरि जानुपर्ने हुन्छ बल्ल खोला आइसक्यौँ यहाँ साथीहरूसँग ट्याक्कै साथीहरू घर चाहिँ साथीहरूसँग बिदाबारी अब ल प्युठानको भाइरल मन्दिरमा हामी ट्याक्कै फेरि काँक्रे मन्दिर हो ल काँक्रे मन्दिरमा हामी ट्याक्क रोकेका छौँ यहाँ यो मन्दिर अस्ति जानु राति चाहिँ देखाएको थियो यता लाइट बोले
एकछिन मन्दिरमा जानुपर्छ। गर्मी भयो अरे यहाँ अरे यसो नआउँछु यार म एकछिन पौडी खेल्छु। पौडी खेलिसकेपछि भेट्छु है त। पौडी खेलिसकेपछि यो मन्दिरको दर्शन गर्छु म। सो अहिले चाहिँ म लाँक्रे मन्दिरमा आइसकेको छु। लाँक्रे मन्दिर चाहिँ दर्शन गरेर ट्याक्क पौडी खेलेर चाहिँ यसको उयोमा आइसकेको छु। केटाहरू चाहिँ माथि पर्खिरहेछन् दुईजना। र हामी चाहिँ ठ्याक्क अब 7 बजीतिर चाहिँ यहाँ आइसक्यो। बागलुला चाहिँ हाम्रो प्लान क्यान्सल भएर अब घरतिर जान लाग्यो। यो धेरै भिडियो बनाएन। बागलुला चाहिँ रात भइसक्यो। अस्तिको टाइम भइसक्यो। अब यहाँ चाहिँ ट्याक्क अब ननस्टप हामी वहाँ पुग्छौँ। बागलुला लगाएर 9 बजी चाहिँ यहाँ घर जान्छौँ। भिडियो चाहिँ यो रागो मासु यो चाहिँ बुङ्गो मासु यो चाहिँ मोमो भनेको ल